हेलो एभ्रिवान, वेलकम टु माई पेज। आज चाहिँ म यहाँ पनिर प्याज पराठा बनाउनु रेडी गर्दै थिएँ। त्यो चाहिँ तपाईँहरूलाई मैले यहाँ पहिला चाहिँ सबै ग्राइन्ड गरेर काटेर अब देखाएको होइन। यसको बादमा यो माथिबाट सबै ड्राई मसलाहरू हालेर अनि चाहिँ यहाँ चाहिँ म चाहिँ अब त्यो मिक्स गर्दै थिएँ हो। मसलामा सोध्नुहुन्छ भने चाहिँ मैले चाहिँ प्याज धनिया अन्त जिरा उयो गरेर ड्राई रोस्ट गरेर चाहिँ हालेको थिएँ हो। अनि मैले अब चाट मसलाको जग्गामा चाहिँ जिरा जलजिरा हालेर चाहिँ यसरी बनाएको थिएँ। अब यहाँ चाहिँ मलाई चाहिँ फेरि अब आँटाको डल्लामै स्टफिङ हालेर चाहिँ बेल्नु अलिक आउँदैन जान्दिनँ हो, फुटाइ पठाउँछु उयो। अनि पछाडिबाट चाहिँ दिदीले आएर मलाई सघाउँदै थियो हो, हातले पनि त्यो मैले गरेर देखेर म चाहिँ अब सानो पातलो रोटी बेलेर त्यो माथिबाट स्टफिङ हालेर फेरि अर्को रोटी बेलेर चाहिँ त्यसलाई कभरअप गर्ने गर्छु नि त। अनि चाहिँ अब यहाँ दिदीले आएर मलाई सघाउनु हुँदै थियो हो। दुईजना हामी चाहिँ गफ गर्दै हाँस्दै गरिरहेको थिएँ। दिदी त्यो तैँले गरेर यसरी गरेछ भने चाहिँ 10 घन्टा लाग्छ यो पाकिसक्नु भन्दै जिस्काउँदै थियो नि त मलाई। अनि चाहिँ अब यसरी चाहिँ म चाहिँ यो स्टफिङलाई माथिबाट कभर गरेर चाहिँ फेरि अब माथिबाट हल्का बेलेर चाहिँ यसलाई अब टाइट पारेर चाहिँ म पोल्ने गर्छु नि त। मैले तपाईँलाई म यहाँ पोलेको पनि देखाउँछु है। अब दिदीले चाहिँ उसले अब बेल्ने भनेर उसले बेल्नु थाल्यो हो। मैले गरेको देखेर उसलाई अल्छी लाग्यो अरे हो, मैले गरेको अलिक मन पर्दैन उसलाई हो, साह्रै मजाले म गर्नु जान्दिनँ भनेर। अनि चाहिँ उसले अब बोलाउँदै थियो हो। अनि त्यो हिसाबले चाहिँ अब यहाँ फेरि म चाहिँ के गर्नु थाल्यो भने म आफै गर्छु भनेर भन्दै थियो। अनि फेरि उनीहरू साइड लाग्थ्यो म आफै गर्छु भनेर होइन। फेरि पनि तर पनि मैले त गर्नु सकिनँ, एक्लै त म सक्ने होइन हो। अब यहाँ चाहिँ म यहाँ पोल्दै थिएँ। अनि चाहिँ अब तपाईँहरूलाई हल्का देखाउँदैछु खालि कसरी पोल्दै थिएँ भनेर। अब मलाई त साह्रै मजाले चाहिँ आउँदैन। यो चाहिँ मेरो पाकेर रेडी भइसकेको थियो। थ्याङ्क यू सो मच, बाई।